टेबुल मुनि बस्नुस् अनि 12 वटा अंगुर खानुस्, तपाईको विश पूरा हुनेछ। यो चाहिँ मैले भनेको होइन नि, फेरि स्पेनमा चाहिँ यस्तो भन्ने चलन नै छ। अनि पोहोर साल चाहिँ कोले यसरी टेबुल मुनि बसेर खानुभयो होला? तपाईँलाई के लाग्छ, यो न्यू इयर इभको बेलामा 12 वटा अंगुर टेबुल मुनि बसेर खाँदा गुड लक हुन्छ नै? पोहोर साल यसरी टेबुल मुनि बसेर खानु भएको भए चाहिँ मलाई भन्नुहोस् है, तपाईँको विशहरू पुरा भयो कि भएन? अंगुरको कुरा गर्दा गर्दै भन्नै बिर्सेछु, यो चाहिँ ओकिनावा हो। प्राय चाहिँ यो बोटानिकल गार्डनमा चाहिँ मान्छेहरू सबैजना राति मात्रै जान्छन्, तर मलाई चाहिँ दिउँसो नै जान मन लाग्यो। दिउँसोको र रातिको टिकट चाहिँ अलग अलग नै थियो होइन, राति मात्र जाने भनेर चुप्प लागेर बसेको भए यस्तो हरियो यस्तो राम्रो पार्कहरू देख्न पाउने नै थिएन। यस्तो राम्रो राम्रो दृश्यको चाहिँ म भिडियो बनाउँदै थिएँ, अनि मेरो भिडियो बनाउँदै हुनुहुन्छ मेरो बुढाले चाहिँ पालै पालो बुढाबुढी भिडियो खिच्दै बस्दै। हामी दुईजना मात्र होइन नि, फेरि अरू दुईजना साथीहरू पनि थिए, तर दुईजना चाहिँ कहाँ गयो कि, म त खोज्न हिँडेँ है।